नेपालमा अनलाइन व्यवसाय सुरु गर्ने सोच बनाउँदै हुनुहुन्छ वा पहिलेदेखि नै चलाइरहनु भएको छ? जे भए पनि त्यसलाई आधिकारिक बनाउनु भनेको सफलताको लागि एकदमै महत्त्वपूर्ण कदम हो। ल आउनुहोस् यो पूरै प्रक्रियालाई एकदमै सरल तरिकाले बुझौँ। हो, कुनै पनि अनलाइन व्यवसायको लागि यो एउटा ठूलो प्रश्न हो। आफ्नो सोख वा सानो प्रयासलाई एउटा वास्तविक कानुनी रूप दिने यो नै पहिलो र सबैभन्दा निर्णायक कदम हो। तर दर्ता किन गर्ने त? यसको सिधा जवाफ छ व्यवसायलाई बढाउन। जब कारोबार बढ्दै जान्छ, ब्याङ्क खाता खोल्न, पेमेन्ट गेटवेहरू प्रयोग गर्न वा अरू कम्पनीसँग काम गर्न एउटा कानुनी आधार चाहिन्छ। दर्ताले नै व्यवसायलाई सुरक्षित र भरपर्दो बनाउँछ। ल अब सुरु गरौँ सबैभन्दा पहिलो र आधारभूत कदमबाट। त्यो हो आफ्नो स्थानीय तह मतलब वडा कार्यालयमा गरिने दर्ताबाट। यदि कोही एक्लैले सानोतिनो अनलाइन पसल चलाइरहेको छ भने यो प्रक्रिया सबैभन्दा सजिलो र एकदमै उपयुक्त हुन्छ। यसमा व्यवसाय सञ्चालकको आफ्नै नाममा दर्ता हुन्छ, जसलाई हामी एकलौटी स्वामित्व वा सोल प्रोप्राइटरशिप पनि भन्छौँ। अब के कागजात चाहिन्छ त? यहाँ हेर्नुहोस् त, धेरै कुरा छैन। नागरिकताको फोटोकपी, केही फोटोहरू, अनि यदि ठाउँ भाडामा लिएको हो भने त्यसको सम्झौता। यी सामान्य कागजातहरू पहिले नै तयार राख्यो भने प्रक्रिया एकदमै छिटो र सजिलो हुन्छ। खर्चको कुरा गर्ने हो भने मोटामोटी 5,000 रुपियाँ जति लाग्न सक्छ। तर एउटा कुरा के याद राख्नुपर्छ भने यो रकम हरेक नगरपालिका अनुसार थोरै तलमाथि हुन सक्छ है। ल वडामा दर्ता भइसकेपछि पालो आउँछ अर्को एकदमै महत्त्वपूर्ण कुराको। त्यो हो प्यान दर्ता। यो त भनौँ न कुनै पनि व्यवसायको आर्थिक कारोबारको लागि चाबी नै हो। प्यान भनेको के हो भनेर कन्फ्युज हुनु पर्दैन। सरल भाषामा भन्दा यो आन्तरिक राजस्व विभागले दिने एउटा छुट्टै नम्बर हो, जसले हाम्रो व्यवसायलाई कर प्रणालीमा चिनाउँछ। त्यसो भए यो किन यति बिग्न जरुरी छ त? किनभने प्यान नम्बर बिना व्यवसायको नाममा ब्याङ्क खाता खोल्नै मिल्दैन। ई-सेवा, खल्ती जस्ता डिजिटल पेमेन्ट गेटवेहरू चलाउन पनि मिल्दैन। त्यसैले व्यवसायलाई अलि लामो समयसम्म चलाउने सोच छ भने प्यान अनिवार्य नै छ। र सबैभन्दा खुसीको खबर के छ थाहा छ? प्यान दर्ता गर्न 1 रुपियाँ पनि शुल्क लाग्दैन। हो, यो पुरै निशुल्क छ। नयाँ सुरु गर्न लागेका व्यवसायीहरूका लागि यो त साँच्चै ठूलो राहतको कुरा हो नि, होइन र? ल अब हामी आइपुग्यौँ अन्तिम तर एकदमै महत्त्वपूर्ण दर्ता प्रक्रियामा। यो चाहिँ विशेष गरी अनलाइन व्यापार गर्ने सबैको लागि अनिवार्य छ। यहाँ एउटा कुरामा एकदमै ध्यान दिनुपर्छ है। चाहे फेसबुकबाट सामान बेचियोस्, इन्स्टाग्रामबाट होस् वा आफ्नै वेबसाइटबाट, नेपालमा अनलाइन व्यापार सुरु गर्नुअघि यो सरकारी पोर्टलमा दर्ता गर्नुपर्छ। यो नेपालको कानुन हो। र राम्रो कुरा के छ भने यो प्रक्रिया पनि पुरै अनलाइन नै गर्न सकिन्छ। केवल 5वटा सरल चरणहरू छन्। वाणिज्य विभागको वेबसाइटमा गएर अनलाइन फारम भर्ने, मागेको कागजातहरू अपलोड गर्ने र आवेदन बुझाउने। अनि दर्ता स्वीकृत भएपछि एउटा नम्बर पाइन्छ। त्यो नम्बरलाई आफ्नो वेबसाइट वा फेसबुक पेजमा प्रष्ट देखिने गरी राख्नुपर्छ। अब हेर्नुहोस् त, अघि हामीले पूरा गरेका चरणहरू यहाँ कसरी काम लाग्यो। यो अनलाइन पोर्टलमा दर्ता गर्न त्यही वडामा दर्ता गरेको प्रमाणपत्र र अघि बनाएको प्यान कार्ड चाहिन्छ। देख्नुभयो, सबै कुरा एक आपसमा जोडिएको छ। अहिलेसम्म हामीले विभिन्न दर्ता प्रक्रियाहरूबारे कुरा गर्यौं। अब अलिकति अलमल हुन सक्छ। त्यसैले कुन व्यवसायको लागि के चाहिन्छ भनेर एकै ठाउँमा स्पष्ट पारौँ न त। यो तालिकाले सबै कुरालाई छर्लङ्ग पार्छ। यदि सानो एक्लै चलाउने अनलाइन पसल हो भने पहिलो बाटो ठिक छ, वडा, प्यान र ई-कमर्स पोर्टल। तर यदि व्यवसायमा धेरै साझेदारहरू छन् वा व्यापार ठूलो हुँदैछ भने कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गर्नु राम्रो हुन्छ। अनि जब कारोबार एकदमै धेरै बढ्छ तब भ्याटमा पनि दर्ता गर्नुपर्ने हुन सक्छ। दर्ताको बाटो स्पष्ट भएपछि कुनै पनि व्यवसाय कानुनी रूपमा बलियो बन्छ। अब प्रश्न यो उठ्छ कि यो बलियो कानुनी जग तयार भइसकेपछि त्यो व्यवसायको पहिलो ठूलो लक्ष्य के हुनु पर्ला?